नमस्कार मेरा फेसबुक मित्रहरू। आज म एकदम संवेदनशील वास्तविक विषयमा कुरा गर्दैछु। साँच्चै नै पृथ्वीको सुरुवाती चरणमा न जग्गा धनी भन्ने थियो, न त लाल पूर्जा थियो। प्रकृतिले सबैको लागि साझा अवस्था थियो। जस्तै खोला, जङ्गल, जमिन, जसले जहाँ बसोबास गर्यो त्यही उसको जीवनको आधार बन्यो। तर समयसँगै राज्यको विकास भयो, कानुन पनि बन्यो र ऐलानी र नम्बरी जस्ता वर्गीकरणहरू सुरु भए। सरकारले कर उठाउन, व्यवस्थापन गर्न र शासन चलाउन, तर यो नम्बरी र लाल पूर्जा जस्तो ऐलानी जग्गा कायम गर्यो। आजको यथार्थ के छ भने आज हामी देखिरहेका छौँ काठमाडौँ लगायतका देशका विभिन्न ठाउँमा खोला नाला मिचेर सडक अतिक्रमण गरेर वा ऐलानी जग्गामा बनेका घरहरूमा डोजर चलिरहेको छ। कयौं मान्छेहरू बेघर भइरहेका छन्। 7-7, 8-8 तले ठुला ठुला भवनहरू पनि डोजर चलेर भत्काइरहेका छन्। अरबौंको लगानी गरेर सबै बनाएका संरचनाहरू एकैछिनमा भत्काइँदा त्यहाँ बस्ने परिवारहरूको पीडा त कति भयो। त्यो सम्पत्ति, त्यो ठाउँ पनि राज्यको हो। राज्यले त्यसलाई आफ्नो मातहतमा लिएर आफैले त्यसलाई भाडामा लगाउन मिल्छ, अथवा राज्यले त्यसलाई कुनै प्रहरीको भवन, सार्वजनिक ठाउँ, त्यस्तै राज्यलाई आवश्यक पर्ने जेसुकै पनि भवनमा निर्माण गर्न सक्नु पर्यो, किनकि यो क्षेत्र नै सरकारभित्रको हो नि। यो केवल डोजर चलाएर समस्याको समाधान हुन्छ त, कि हामीले दीर्घकालीन र मानवीय समाधान खोज्नुपर्छ? सरकारको दृष्टिकोण पनि महत्त्वपूर्ण छ। हेर्नुहोस्, खोला मिचेर बनाएका संरचनाले बाढीको जोखिम बढाउँछ। जसरी अहिले डोजरले त्यो मानिसहरूलाई भत्काएको, हटाएको छ, दुःख दिएको छ, त्योभन्दा बढी त्यहाँ खोला नाला कब्जा गरेको हुन्छ। त्यो बाढी अरू ठाउँमा जान्छ र अरू घरहरू, संरचना पनि भत्काउँछ। राज्यलाई पनि त्यस्तो छ अप्ठ्यारो। अनि सडक अतिक्रमणले गर्दा सहर अव्यवस्थित भइरहेको छ र वन क्षेत्रको अतिक्रमणले गर्दा वातावरणीय सन्तुलन पनि बिगारिरहेको अवस्था छ। वर्षौंसम्म बसोबास गर्दै आएका नागरिकहरूलाई एकैचोटि हटाउनु के यो न्यायसङ्गत हो त? वैकल्पिक व्यवस्थाहरू के छन्? हामी के चाहन्छौँ? हामी कानुन पनि लागू होस्, तर मानवीय संवेदनशीलता पनि नछुटोस्। समाधान के हुन सक्छ भने यी सरकारले यी जग्गाहरू आफ्नो नियन्त्रणमा लिएर त्यहाँ बसोबास गरिरहेका नागरिकहरूको पहिचान गरेर उनीहरूलाई उचित क्षतिपूर्ति दिनुपर्छ। त्यससँगै ती बनेका संरचनाहरू आफ्नो मातहतमा लिनुपर्छ र आफूलाई आवश्यकता पर्ने कार्यालयहरू बनाउन सक्नुपर्छ अथवा भाडामा दिन सक्नुपर्छ। व्यवस्थित पुनर्वास योजना ल्याउनुपर्छ। भविष्यमा यस्तो समस्या नदोहोरियोस् भनेर स्पष्ट र कडाइका नियम बनाउनुपर्छ र नयाँ निर्माणहरूलाई सुरुदेखि नै नियमन गर्नुपर्छ, जहाँ कि भवन बनाउन लाग्ने बित्तिकै त्यहाँ खबरदारी र पहिरेदारी गर्नुपर्छ। मान्छेले 8-8 तले घर ठडाइसकेको हुन्छ, अहिले गएर त्यहाँ भत्काउन मिल्दैन। समस्या केवल घर भत्काउनु होइन, समस्या हो व्यवस्थापन र योजना अभाव गर्नु। समस्या हो व्यवस्थापन गर्न, र त्यहाँ योजनाको अभावको कारणले पनि त्यस्ता समस्याहरू आइसकेका छन्। अन्तमा हामी सबैले सोच्नुपर्ने कुरा के हो भने कानुन र मानवता सँगसँगै हिँड्नुपर्छ। अब हामीहरूको कैलालीतिर, गोदावरीतिर पनि थुप्रै वनहरू अतिक्रमण गरेर मान्छेहरूले घर लगाएका छन्। तराईका धेरै अधिकांश जग्गाहरू ऐलानीमा बनेका छन्। त्यता पनि यस्तै गर्ने हो भने यहाँ मान्छेहरू बेघर भएर अरू ठाउँमा जानुपर्ने बाध्यता भयो भने यो राज्यले विकास कसको लागि गर्ने हो भन्ने मेरो भनाइ तपाईँहरूलाई साझा गरेँ। तपाईँको विचार के छ त? सरकारले जे गरिरहेको छ राम्रो छ, सरकारले जे गरिरहेको छ नराम्रो छ, ल ठिक छ? के हुनुहुन्छ? तपाईँको विचार के छ? तल कमेन्टमा गर्नुहोस्।